नि यो छोरोले भ्याएन त्यही भएर मै आएर पढाएको। अब छोरोको ठाउँमा सधैँ तपाईँले पढाएर हुन्छ त? मलाई दाउ नै लागेन, उसलाई माल परेको। तपाईँ आफै कम पढे मान्छेले यसरी बच्चालाई पढाउन मिल्छ त? अच्छा, 7 कक्षा पढेको मान्छेले जब 3 कक्षाले पढाउन सक्दैन? हामी यस्तै त हो नि पोरो, जहिले यस्तै त हो नि। टेन्सनको कारणले आफ्नो बाउ सरको मान्छेसँग बिहे गरेर मरी। ओहो, उमेर को कुरा मत करना रिंकू। बेटे की उम्र का लड़का देगा खाली दिल, और बाप की उम्र का बॉयफ्रेंड देगा रेस्टोरेंट का बिल। तपाईँ यो स्कुलमा के गर्नुहुन्छ? मामा घन्टी बजाउँछु। यो हो घन्टी? दुईटै बजाउने कुरा हो, कहिले कुन बजाउँछु कहिले कुन बजाउँछु।